र फाइनली गाइज हामी चाहिँ निशान मेला पुगिसकेको छौँ र आज बिहानैदेखिको लगातार गाडी चढाइदेखि आज 10 बजी टक्क यहाँ निशान मेला पुगिसकेको छौँ र यो ठाउँ चाहिँ एकदमै सुन्दर, एकदमै मनलाई कटक्क खाने एकदमै रमाइलो ठाउँ बनिसकेको रहेछ र यहाँहरू पनि आएर यहाँ मनोरञ्जन लिन सक्नुहुनेछ, रमाइलो गर्न सक्नुहुनेछ र हामी ढिला नगरिकन भिडियोतर्फ लाग्ने नै छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर मनोरञ्जन फाइनली गाइज हामी चाहिँ यहाँ निशान बजार पुगिसकेको छौँ र यहाँ चाहिँ एकदमै हाम्रो विकास यहाँ चाहिँ हाम्रो लिम्बू चेलीमा आन्टीहरू पनि हुनुहुन्छ। गाइज यहाँ चाहिँ रुकुममुनि मन्दिर रहेको छ यो भित्र भर्खर उठाउँदै रहेछ नि अनि र यहाँ चाहिँ हाम्रो निशान उठाउँदै हुनुहुन्छ यहाँ ल्याएर एकदमै पूजा भइरहेछ हेर्न सक्नुहुन्छ यहाँ र गाइज यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो परापूर्वकालदेखि हाम्रो पूर्वग्रज व्यक्तिहरूले चाहिँ मनाउँदै आउनु भएको हो। यो निशान यो नचाउने अनि माडको दिन माड हान्ने है। त्यसै गरी अब यहाँ चाहिँ हाम्रो यो निशानलाई चाहिँ उठाउन रेडी गरिसकिएको छ। यहाँ हेर्न सक्नुहुनेछ एकदमै अब यहाँ रमाइलो हुनेछ। अब धेरै राम्रो बनाइसक्यो नि यहाँ त नि र यहाँ हेर्न सक्नुहुनेछ मिनी पोखरी एकदमै राम्रो छ, एकदमै सुन्दर दृश्य। यहाँ याङगरक गाउँपालिकाको यो थर्पु बजारमा रहेको छ। यहाँ चाहिँ बजार एरिया टक्क बारिएर राखिएको छ र यहाँदेखि आउटसाइडमा चाहिँ हाम्रो किराना पसल होटलहरू पनि रहेको छ। एकदमै राम्रो व्यवस्था गरिएको रहेछ योचोटि चाहिँ यहाँ। फाइनली गाइज यहाँ चाहिँ निशान उठाइसकिएको छ र नचाहिँदैछ र फाइनल गाइज यहाँ चाहिँ एउटा निशान नचाहिँदैछ र यो निशान चाहिँ दुईवटा भालेपोती हुने गर्छ र एउटा चाहिँ कता चाहिँ त्यो थाहा भएन, आउने क्रममै होला है। त यहाँ चाहिँ यो चाहिँ एउटा यहाँ चाहिँ सकेको छ, सक्नुहुनेछ है, एकदमै राम्रो छ। एकदमै कन्नेहरूले मात्रै हुन्छ यहाँ चाहिँ, बिहे गरेकोहरूले चाहिँ केही हुँदैन है त।
कति घन्टा लाग्छ त्यत्रो र फाइनली गाइज अर्को निशान पनि आइसकेको छ र यहाँ हेर्न सक्नुहुनेछ अर्को निशान पनि आइसकेको छ देख्न सक्नुहुनेछ दुईटा निशान देखिसकिएको छ यहाँ वाउ एकदमै र यहाँ चाहिँ भालेर पोथी हुन्छ है गाई चाहिँ यहाँ चाहिँ हाम्रो लिम्बू आमेहरू भन्नुभएको छ र फाइनली गाइज यहाँ चाहिँ हाम्रो लिम्बू संस्कार संस्कृतिमा रहेको मिठो एकदमै राम्रो पालन गाउँदै हुनुहुन्छ उहाँहरूले र यहाँ हेर्न सक्नुहुनेछ र यो चाहिँ हाम्रो परपूर्वकालदेखि नै यसरी नै हामी लिम्बू जातिहरूले चाहिँ पालन गाएर आफ्नो संस्कार संस्कृति झल्काउने गरेका छौँ र यसरी नै यहाँहरूले एकदम राम्रोसँगले पालन गाउँदै आफ्नो संस्कार संस्कृति झल्काउँदै हुनुहुन्छ र खुसी पनि लागेको छ यहाँ हेर्न सक्नुहुनेछ एकदमै राम्रा गहना सुनका गहनाले ढाकिएका एकदमै राम्रो ढाकाको साडी ढाकाको कोट टोपीहरू ढाका टोपीहरू लाएर उहाँहरू एकदमै हाम्रो लिम्बू कल्चरमा आधारित पालन गायन चाहिँ गाउँदै हुनुहुन्छ र यो चाहिँ हाम्रो परपूर्वकालमा सोल्टिनी यसो तरेबा भएर भेटेर यसरी बजारमा पालन नाच्ने गरिन्थ्यो यसरी नै यहाँ आज पालन नाच हुँदैछ यहाँ पालन गाइँदैछ हेर्न गाइस फाइनली यहाँ चाहिँ हाम्रो यही लिम्बू कल्चरमा आधारित हामी परपूर्वकालदेखि यो टाइममा चाहिँ टक्क त्यसरी बन्दुक पड्काउने पनि एउटा संस्कार रहेको छ जुन यो हाम्रो यो चाहिँ लाइसेन्स सहितको हुन्छ है त यो यसमा पक्राउ केही हुँदैन लाइसेन्स सहितको हुन्छ सो यहाँ उहाँहरूले भरा बन्दुक बोक्नु भएको छ र भर्दै हुनुहुन्छ अब यो भरेपछि पड्काउनु हुनेछ यहाँ गाइजहरू हेर्नुलाई त अन्तिमसम्म गाइजहरू यहाँ चाहिँ तयारी भइसकेको छ है गन भर्दै हुनुहुन्छ यहाँ बन्दुक एकदमै यहाँ तयारी भइसकेको छ यहाँ दाइले चाहिँ के पाल्दै हुनुहुन्छ के पालेको चाहिँ अब तपाईँहरू फोकस हुनुहुन्छ यहाँ हेर्नुहोस् तपाईँहरू
गाइज यहाँ चाहिँ फाइनली बन्दुक पड्काउन लाग्नु भएको छ उहाँहरूले यहाँ हेर्न सक्नुहुनेछ है गाइज र गाइज यो ठाउँ चाहिँ रहेको छ भोगानी ठाउँ र यहाँ चाहिँ यो बिचमा खाम्बो रहेको छ यसले चाहिँ माउलो भन्छ यो ठाउँमा चाहिँ राँगोलाई बाँधेर भोगानी चलन रहेको छ र हजुरहरू कुनै दिन निशान मेला आउनुहुन्छ भने यो ठाउँमा आएर र यहाँ चाहिँ आसमा बसेका छन् नै सबैजना राँगा कहिले ल्याएर ढाल्छन् भन्ने आसमा पुरा बसेका छन् र यहाँ चाहिँ हामी लगभग 2 घन्टाको बसाइ भइसकेको छ यहाँ चाहिँ राँगा ल्याउने कुरो रहेको छ तर हामीले हेरै छौँ अब हेरै छौँ अब एकछिनबाट घुर्याइ पनि हुन्छ होला त्यही पनि घुरिरहन्छौँ घुरिरहन्छ कहिलेसम्म अब राँगा आउँदैन तबसम्म यहाँ चाहिँ आवत जावत हुँदैछन् कसै जाँदैछन् कसै आउँदैछन् है गाइज हेर्न सक्नुहुनेछ र यहाँ राँगा चाहिँ आएको छैन यहाँ हेरै भइरहेछ हामीलाई एकदमै यहाँ प्वा पारिसकेको छ गाइज हामीलाई यहाँ राँगाको आसमा तर यहाँ त पठेक्रीहरू मात्रै आउँदै हुनुहुन्छ के बोले भाइ अब के बोले के जथाभावी बोले फाइनली अब चाहिँ हाम्रो राँगा आउने राँगा त होइन पण्डित बाबा आइसक्नुभयो यहाँ निशान छिरिसकेको छ है गाइज जोसँग करौँ न बाल्छ है एकदमै राम्रो एकदमै खुसियाली भरेको छ यहाँ राँगा अहिले नै हुँदैन किन उठेको भाइ बस र गाइज फाइनली यहाँ चाहिँ पूजाआजाको सुरुवात भइसकेको छ र यहाँ अब बिस्तारै अब केही समयपछि चाहिँ राँगा पनि आउने कुरा रहेको छ यहाँ जमरा लगाइसकेको छ टक्क यो ठाउँमा चाहिँ राँगा बाँधेर यहाँ राँगालाई भोग चढाइने एउटा चलन रहेको छ सो त्यो चरण चाहिँ अब सुरुवात हुन लागेको छ र यहाँ देख्न सक्नुहुनेछ एकदमै भिड भइरहेछ है एकदमै भिड भइरहेछ वरिपरि एकदमै भिड छ गाइज है यो चोटिको राँगा त साह्रै ठुलो रहेछ यार गाइज यहाँ हाम्रो पर्खाइ चाहिँ एकदमै पुरा भइसकेको छ न होइन राँगा त राँगै हो सबै ठिकै हो ए म त यस्तो
भिड चाहिँ यहाँ एकदमै साह्रो भइसकेको छ गाइज यहाँ भिड चाहिँ एकदमै गाह्रो छ गाइज पहिला बाख्रा हान्छ नि र गाइज यहाँ चाहिँ हाम्रो एकदमै हामीलाई चाहिँ छलेको छ एकदमै हामीलाई यहाँ ढाँटिसकेको छ यहाँ राँगा भनेर यहाँ सानो पाडा मात्रै आएको छ यहाँनिर राँगा चाहिँ पाडा चाहिँ आएको छ खसी काट्ने भनेर एकदमै सानो यहाँ पाठा ल्याएको छ भिड चाहिँ के हो राँगा चाहिँ 2-3 वर्ष हुनुपर्ने 4-5 बाख्रा पनि मुनिसम्म ल्याएको छ त भिडियो यस्तो नभन यहाँ नतिचमा यहाँ राँगै देखिएन नि त हो अनि माथि ल्यान्छ हेर एकैचोटि यसरी हान्छ क्या फाइनली गाइस यहाँ चाहिँ राँगो छिनिसकेको छ राँगा ढालिसकेको छ राँगा चाहिँ उत्कृष्ट तरिकाले दिँदो रहेछ गाइस अब चाहिँ यहाँ चाहिँ फाइनली अर्को अघि बन्दुक के दाइ हौ सिखारी बाबा यही त दिन्छ सिखारी र अब यहाँ चाहिँ एक सबैजना निस्किने क्रममा रहेको छ र फाइनली यहाँको काम चाहिँ सकिसकेको छ केही देखिएन देख्न चाहिँ होइन एकछिन यहाँ भेडा बाख्रा निस्केको हेरौँ न कहाँ पर अब त केही छैन सक्यो फोटो त भइहाल्छ हेरौँ न निस्किने क्रम त जारी छ गाइस सल्लाइले पड्काउन हो
र गाइज फाइनली यहाँ चाहिँ हराइने एकदमै आशंकाले गर्दा हामी यसरी हिँड्ने बाध्य भएको छौँ है गाइज। हामी जाँदैछौँ, कहाँ पुग्छौँ अब थाहा छैन। कुल्फी अब 20 रुपैयाँ दिनु। र गाइज फाइनली अब चाहिँ हामी मेलाबाट फर्किने क्रममा छौँ।